कान्छे हजुर तँलाई रिचार्ज चाहियो चाहियो यो रिचार्ज पाउने भएपछि तँलाई म एउटा यस्तो क्वेसन सोध्छु त्यो क्वेसनको एन्सर दिइस् भने तँलाई एउटा रिचार्ज दिन्छु यो मेरो दुईटा 50-50 को एन्सरको रिचार्ज छ तर अहिले एउटा रिचार्जको मात्रै क्वेसन सोधौँ यो रिचार्जको चाहिँ पार्ट 2 मा सोधौँ होला हैन म एउटा रिचार्जलाई राख्छु तर यो रिचार्जलाई म तेरो क्वेसन सोध्छु तैँले मेरो क्वेसनको एन्सर दिइस् भने तँलाई आज यो 50 को रिचार्ज फ्रीमा है हुन्छ गेम खेल्न रेडी हो रेडी छु ल एउटा यस्तो देशको नाम भन हैन जसको एउटा अक्षर काटेपछि खानेकुराको नाम आउँछ तँलाई 50 को रिचार्ज फ्री भयो एन्सेल खानेकुरा एउटा यस्तो देशको नाम भन हैन जसको एउटा अक्षर काटेपछि खानेकुराको नाम आउँछ ल भन 50 को रिचार्ज फ्रीमा सित्तैमा पाउने नत्र पाइन्न के हुन्छ पता नै मसँग अर्को रिचार्ज पनि छ यो चाहिँ पार्ट 2 को क्वेसनको लागि यो चाहिँ पार्ट 1 को लागि ल भन सोच न एउटा यस्तो देशको नाम भन के जसको एउटा अक्षर काटेपछि खानेकुराको नाम आओस् सोच न अलिकति ल बेलायती भन्न अर्को ठुलो बहिनी छ ल भन सोच न एउटा कुरा मैले त केही आएन गाइस कुनै न कुनै देशको त भन्न थाहा भएन नि ल साथीहरू तपाईँ कमेन्ट गर्नुहोस् त कुन देश हो यस्तो एउटा देशको नाम भन्नुहोस् जसको एउटा अक्षर काटेपछि खानेकुराको नाम आउँछ है त अर्को भिडियो चाहिँ हामी आइको क्वेसन पार्ट 2 मा ल्याउने छौँ अर्को यो रिचार्जको लागि चाहिँ हामी पार्ट 2 मा भिडियो बनाउँछौँ भिडियो चाहिँ अनिवार्य हेर्नुपर्छ है र सँगसँगै लाइक पनि गर्नुपर्छ कमेन्ट पनि गरौँ है यो त बिल्लै भएको